हेलो साथीहरू, नमस्ते, गुड इभिनिङ, गुड आफ्टरनुन। के छ साथीहरू, सन्चै हुनुहुन्छ नि? धेरैजना साथीहरूले त कहाँ होला, कहाँको जानुभयो होला भन्नुभयो होला होइन। म यहीँ छु साथीहरू, यतै छु, यतै घुमिरहेको छु, यसै गरी घुम्दैछु। धेरै राम्रो ठाउँ छ। म चाहिँ यो जगटोलको पिकनिक पार्कतिर आएको छु साथीहरू। आज चाहिँ यो चाहिँ राम्रो ठाउँ रहेछ। हामी यसरी निस्किरहेको छ। आज एकदमै रोमान्टिक ठाउँ रहेछ, त्यसले हामी पनि यता आइरहेको छौँ। सबैजना साथीहरूले राम्रै होला, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, सन्चै छु। आज एकदम राम्रो ठाउँ, राम्रो रमणीय ठाउँमा आइपुगेको छु। धेरै धेरै साथीहरूले चाहिँ कहाँ होला भन्नुभएको होला। म पनि आज यतै छु ल साथीहरू। यही हेर्नुहोस्, पछाडितिरको धेरै दृश्यहरू छ, राम्रो छ होइन। एकदम राम्रो ठाउँमा पनि रोमान्टिक ठाउँ छ। यतातिर हेर्दाखेरि धेरै राम्रो ठाउँ छ। अब यता पछाडि हेर्दा यस्तो रोमान्टिक ठाउँहरू छन्। तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ उसको हो, तपाईँले देख्नु भएको छ। यो हामीले देखाइरहेको छु तपाईँहरूलाई। यहाँ चाहिँ एकदम राम्रो प्लेस र एकदम राम्रो ठाउँको हुनाले गर्दा पनि होला, एकदम आज रोमान्टिक धेरैजना साथीहरू छन्। धेरैजना साथीहरूले हिँडिरहेको छ। अझ एकदमै धेरै मान्छे छ यहाँ। पहिला चाहिँ अब यस्तो हुन्थेन होला जस्तो लाग्छ, जहाँसम्म लाग्छ। अब भित्रीको बाघहरू, बाहिरी बाघ, पछाडि बाघहरू होइन, धेरै एकदम सफा छ यो भित्रमा। अब यहाँ झन्डा छ, झन्डा पारमा छ, झन्डा पनि देखाइदिन्छु म तपाईँहरूलाई। यता हेर्दाखेरि एकदम राम्रो ठाउँ छ। सबैले यहाँ चाहिँ पिकनिक स्पोट पनि भन्दो रहेछ यो है, पिकनिक स्पोट पनि भन्दो रहेछ। हामी आज यसरी घुम्दै हिँड्दाखेरि, आज आइपुग्दाखेरि एकदम राम्रो ठाउँ छ। यहाँ चाहिँ हामी धेरै पछि आउनु भएको थिएँ। सबैजना साथी हेर्दै जानु होला। यो भित्र एकदम राम्रो ठाउँ छ, झन्डा पनि छ त्यहाँ झन्डा पार लगभग होला। यो झन्डा देख्नु भएको एकदमै राम्रो ठाउँ छ। आज मैले भित्री बाघ पनि देखाइरहेको छु साथीहरू। यो भित्रपट्टिको हो, म चाहिँ बाहिर छु अहिले। यो भित्रपट्टि हो, त्यसले गर्दा राम्रो छ। यसरी हामी घुम्दै जाँदाखेरि यहाँ यतापट्टिको ठुलो पाहाडहरू होइन देखाइरहेको छु। यो पनि हाम्रो, किनभने हेर्नु होला, यो चाहिँ एकदम रोमान्टिक ठाउँ र रमाइलो ठाउँ पनि रहेछ। हामी यो भित्र पनि देखाउन चाहन्छु साथीहरूलाई। पछाडिदेखि सबै बाघहरू देखाउँछु ल। आज एकदमै राम्रो छ। हामी भर्खरै आएको छु। मेरो फेसबुकमा जोड्नुहुने, टिकटकमा जोड्नुहुने सम्पूर्ण साथीहरूले माया पनि गर्नुहोला साथीहरू। त्यसले गर्दाखेरि हामी धेरै राम्रो, सफा र सुन्दर ठाउँ, रोमानीय ठाउँ रहेछ। म पनि बल्ल भर्खरै आइपुगेछु। हेर्नु होला, यसरी हेर्नुहोस्। यहाँतिर भाइ बहिनीहरू हुनुहुन्छ। टिकटक बनाउने उत्ति नै अचानक छ र सोख छ। सबैजनाले टिकटक बनाइरहेको छ। त्यसले गर्दाखेरि टिकटक बनाउनेहरू पनि त्यति नै घुइँचो छ होइन, सोख छ, राम्रो छ। सबैजनाले टिकटक बनाइरहेको छ भने कोही नाची